नमस्ते दर्शकबिन म चाहिँ आज नयाँ वर्ष 2083 को साइन्ससँग रिलेटेड प्रथम भिडियो बनाउन गइरहेको छु। धेरै विद्यार्थीहरूले मलाई डिमान्ड गर्नुभएको थियो, सर हजुर साइन्स टिचर हुनुहुन्छ, साइन्ससँग सम्बन्धित भिडियोहरू बनाउनु न, फ्याक्टहरूको कुराहरू गर्नुहोस्। नेपालमा त्यस्तो भन्ने मान्छेहरू पनि छैन, सपोर्ट गर्छौँ भनेर धेरै विद्यार्थीहरूले मलाई सुझाव दिनुभएको कारणले गर्दाखेरि म चाहिँ आज यो नयाँ वर्ष 2083 को प्रथम एउटा साइन्टिफिक प्रश्न लिएर आएको छु। एकदमै इन्ट्रेस्टिङ छ, ध्यान दिएर सुन्नुहोला। इनर्जीलाई कसैले बढाउन पनि सक्दैन र नष्ट गर्न पनि सक्दैन, बरु इनर्जीलाई एउटा फर्मबाट अर्को फर्ममा रूपान्तरण गर्न सकिन्छ। यसो हो भने जस्तै कुनै ड्याममा रहेको पानी एकदम स्थिर रूपमा छ भने त्यसमा पोटेन्सियल एनर्जी हुन्छ। त्यही पानीलाई हामी सुरुङको मार्फतबाट लिएर जान्छौँ भने फेरि त्यसलाई त्यो काइनेटिक एनर्जीमा रूपान्तरण हुन्छ। अनि त्यसलाई फेरि हामी यदि टर्बाइनमा खसाल्यौँ भने टर्बाइन रोटेट गर्न लाग्छ, त्यो मेकानिकल इनर्जीमा कन्भर्ट हुन्छ। अनि त्यो मेकानिकल इनर्जीलाई हामी पुनः टर्बाइनको माध्यमबाट हामी त्यसलाई इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनको माध्यमबाट हामी इलेक्ट्रिसिटी इनर्जीमा डेभलप गर्न सक्छौँ। र त्यो इलेक्ट्रिसिटी इनर्जीलाई हामी तारबाट घरसम्म पुर्याएर हामी त्यसलाई बल्बको माध्यमबाट भित्र रेजिस्टेन्स क्रिएट गरेर अत्याधिक तापको कारणले गर्दा फिलामेन्ट जलाइन्छ र जसको रेजिस्टेन्स बढिन्छ, जसको कारणले गर्दा अत्याधिक हिट भएपछि त्यो जल्न लाग्छ र त्यो जलेपछि जल्नु भनेको हिट इनर्जीमा कन्भर्ट हुनु र हिट इनर्जीमा कन्भर्ट भइसकेपछि फेरि पुनः त्यो लाइट इनर्जीमा कन्भर्ट हुन्छ। अब मेन प्रश्न त्यहाँ छ, अब रहेको त्यो लाइट इनर्जी चाहिँ केमा कन्भर्ट हुन्छ भन्ने प्रश्न मेन जुन छ। त्यो लाइट इनर्जी त्यसै नष्ट चाहिँ हुँदैन। लाइट इनर्जी पुनः वस्तुमा पर्यो भने चाहिँ त्यो पुनः वस्तुले यदि त्यसलाई सोच्छ भने त्यो पुनः फेरि हिट इनर्जीमा कन्भर्ट हुन्छ। कुनै पनि लाइटलाई वस्तुले सोच्छ भने त्यो पुनः हिट इनर्जीमा कन्भर्ट हुँदछ। यदि त्यही लाइट इनर्जी फेरि बिरुवाले संश्लेषण गर्दछ भने नि त्यो बेलामा उसले फोटोसिन्थेसिस गर्छ र त्यो प्रकाशको इनर्जीलाई लाइट इनर्जीलाई उसले पुनः केमिकल इनर्जीमा कन्भर्ट गर्दछ। त्यस्तै गरी त्यही लाइट इनर्जी कन्डिसन अनुसार यदि सोलर प्यानलमा पर्यो भने चाहिँ त्यो सोलर प्यानलहरूले त्यो लाइट इनर्जीलाई पुनः इलेक्ट्रिकल इनर्जीमा कन्भर्ट गर्न सक्छ। अब यो मानेमा लाइट त सर निभेपछि सकिन्छ अथवा लाइट इनर्जी त्यसपछि कता लस हुन्छ भन्ने कुरा चाहिँ वातावरणमै लस हुन्छ, इनर्जी कहिले पनि नष्ट हुँदैन हो। त्यो यदि इनर्जी थोरै मात्रामा छ भने चाहिँ धेरै कुराको त्यसलाई सोचेर त्यो कुरा चाहिँ मिनिमाइज भएको हुनसक्छ, हामीले नदेखेको हुनसक्छ, तर त्यो इनर्जी हाम्रो इन्भाइरोमेन्टभित्र नै हुने गर्दछ।